आज म घर ढलेको सिनको उठाउँदै थिएँ, अचानक मेरो बुढी आएर मलाई एक डपडा नि किन आनिस भनेर भनेको। तिमीलाई मैले जुम्ली दाल, पञ्चमुखी दाल, अनदी चामल, मस्यौरा, मकैको पिठो, सातु, दलिया, काजु, किटक्याट, अचार, छोप, स्याम्पू, कागुनो, कफी लिएर आउनु भने होइन। अझै यहाँ ढलेको सिनको उठाउँदै बसेको छौ भन्छ त। यत्रो सबै सामान कहाँ पाउँछ, कहाँबाट ल्याउने मैले भनेको। जहाँ सुकेबाट ल्या भनेर एक लात हानेर पठाइ मलाई त। त्यसपछि भैरवाको बुद्ध चोकमा बोरा बोकेर हिँड्दै थियो, अचानक मेरो नजर नौलो किनारा तथा खाद्य स्टोरमा परो। हेर्नु जब किनारा पसला के जो पाइएला र सेम्फू त पाइएला नि बढी पाइए भनेर भित्र छिरेको त बुढीलाई चाहिएका सबै सामान एकै ठाउँमा। जुम्ली दाल, पञ्चमुखी दाल, अनदी चामल, मकैको पिठो, सातु, दलिया, कागुन हो, त्यही माथि अर्ग्यानिक हो छ। सुनमा सुगन्ध हेर्नुस्। चाहिएका जति सामान ड्याङ्की ड्याङ बोरामा हाल्ने, हाल्न त हाल्ने। आफूसँग जम्मा चावडा हात्ती छन्, सामान अर्ग्यानिक किन्ने हो, पैसा पुग्दैन कि भनेको सस्तै पर्यो। आज त बुढी खुसी हुने भाइ। मेरो मात्र होइन, नौलो किनारा पसलमा किन्ने सबैका बुढी खुसी हुन्छ न। हेर्नुहोस्, लोकेसन रहेको छ नौलो किनारा पसल, भैरवाको बुद्ध चोकको आकाशे पुल